अफिसको पानी पनि ठिक छैन। हाम्रो अफिसको पानीमा पनि टोटल कोलिफर्म धेरै छ। हामी कसरी बाँचिरहेका छौँ साथीहरू अफिसमा? भन्नुको अर्थ के हो भन्दाखेरि चाहिँ हाम्रो निलो जारको पानी पनि ठिक छैन, हाम्रो अफिसको पानी पनि ठिक छैन, अनि हामी बिजोग अवस्थामा छौँ साथीहरू। सायदली मेरो घरको पनि ठिक छैन। हाम्रो 13वटा स्याम्पलमा 8वटामा टोटल कोलिफर्म भेटिएको थियो। 5वटा सेफ स्याम्पलमा 2वटा वाटर एटिएम हो र 3वटा 1 लिटरको बोटल वाटरहरू। हाम्रो यो लिमिटेड स्याम्पलिङ भएकोले खराबदेखिको स्याम्पलहरू सबै खराब छ भनेर भन्न मिल्दैन, तर यसले एउटा आइडिया चाहिँ दिन्छ। यसको मतलब के हो भन्दा हामी धेरै ठुलो समस्यामा छौँ जसको बारेमा हामी खासै वास्ता गरिरहेका छैनौँ। लगभग 10 वर्ष अगाडि गरेको एउटा स्टडीमा 90% बोटल वाटर स्याम्पलमा एक्सेप्टेबल लिमिट भन्दा धेरै